खडे यता दे तिमी बिना गाईहरू बाख्रा चाहिँ खोला तर्न आइरहेको छ है को जान्छ फर्स्टमा है लौ जा तर्रे उताबाट ए पानीमा खस्छन् यस्तो अवस्थामा ए बिस्तारै है ल ओइ जाँदै अब मैले चाहिँ अगाडि जानुपर्छ त्यहाँ पानीमा खस्छ नत्र भने पाठाहरू खस्छन् अनि ठुला पनि खस्छन् सकेछन् नि त ओह 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 ए मिस ओह 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 बिस्तारै बिस्तारै गयो गाह्रो छ हौ गाईको ओह 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 यो आइज हिँड्यो धेरै हुन्छ यिनीहरू है यस्तो उता त्यहाँ पनि छ अनि उ त्यहाँ पनि छ त्यो रुख हो अनि यो रुख पनि हो है यसको नाम चाहिँ यसको नाम चाहिँ टोटेकुइयासी भन्छ है यसलाई चाहिँ यो चाहिँ यसरी फुटाल्न पर्छ एकदम गुलियो हुन्छ मल आउँछ बिचारो यस्तो हुन्छ गुलियो हुन्छ है यस्ता प्रजातिका धेरै फलफुलहरू धेरै यता पाइन्छन् जङ्गलमा पाइदो छ अनि यो पनि फलफुलकै रुख हो तर यसमा चाहिँ अलिक फलफुल देखिएन खै झरीको होला यसमा पनि यत्रो यत्रो गेडाहरू हुन्छ पाङ्रो भन्छ है यसलाई पाङ्रो भन्दो छ त्यही हो भेटियो भने देखाउँला पछि ल हेर छोटियो यति टाढा बार्खाती आउनु यति टाढाबाट यति टाढा जङ्गल कति टाढा छ यस्तो यो गोठालो जिन्दगी पुरै जङ्गलै जङ्गल छ के त बिचारो थकै पनि लाग्दो जङ्गलै जङ्गलको बाटो यहाँ पर जङ्गल माथि जङ्गल कहाँ छ खाली यस्तो छ अवस्था हेर यस्तै हो जङ्गल कता हो त्यता मेरो घर छ यता यता छेउतिर हो